र साथी हो आज चाहिँ यसो घुम्दै रमाइलो गर्दै है राइडिङको मजा लिँदै यो नयाँ बाटो 86 मुनिको बाटो रहेछ अनि एकदम दामी भइसकेको रहेछ है तपाईँले देख्नु सक्नुहुन्छ है। अब बाटो भनेको चाहिँ यस्तो हुनुपर्छ है। टी गार्डन पनि हेर्नुहोस् न कस्तो दामी देखिरहेको छ अनि मेरो पछि बस्तीहरू पनि देख्नु सक्नुहुन्छ। यो चाहिँ मेरो छोरीले बाइक सिकेको बाटो चाहिँ मणिधारादेखि उता जाने बाटो रहेछ अनि पर कुलेनबारी भन्ने ठाउँदेखि परसम्म बनिएको रहेछ है। दामी रहेछ यो बाटो। अहिले मजा लाग्यो यो बाटोलाई है। बहुत रहेछु घुम्दै घुम्दै गएको थियौँ है। खोलासम्म जाउँ ल भनेर चाहिँ गएको हामी यसमा। र यो चाहिँ बिजनबारी देख्दैछ तपाईँको यो चुङथुङ टी गार्डन जो अहिले बन्द अवस्थामा छ र पनि यो बर्खाको मौसममा कति दामी देख्दै रहेछ है। अनि यो बाटो चाहिँ अहिले इभिनिङ वक मर्निङ वकको लागि चाहिँ एकदम लाभदायक भएको रहेछ। आकाश पनि कस्तो दामी छ आज। Bye bye. Stop for a minute and smile. Why is everybody so serious? Acting so damn mysterious. Very shady. That you can't even have a good time. Everybody looks to die. Everybody looks to die. यहाँ माथिपट्टि चाहिँ 86 डिभिजन है अनि तल चाहिँ बिजनबारी। यस्तै छ लाइफ साथी हो। जहाँ जहाँ मिल्छ त्यहीँ नै इन्जोय गरिराख्नुपर्छ है। यो उमेर फर्केर आउँछ कि आउँदैन। अब बुढेसकालमा भक्कु पैसा थुपारेर के गर्नु मनै हुँदैन तागत पनि हुँदैन। उमेर हुँदै हो सब कुछ गरिराख्नुपर्छ। यहाँ देख्न सक्नुहुन्छ है आज दिनले हामीलाई साथ दिएको छ अनि आकाशमा बादल के दामी बसेछ आज। यो बाटो चाहिँ परसम्म रहेछ। अब
लगभग यो बाटो 1.25 किलोमिटर चाहिँ उता गयो भने चाहिँ हाम्रो गाउँ पनि जोडिने रहेछ साथी हो। खाइसकि सक्दैन हेर्छु। यत्रो कोल्ड कफी, 1 प्लेट बिरयानी, फ्रेन्च फ्राई, फ्रेस लेमन सोडा, कोल्ड कफी अर्डर गर्ने चाहिँ यहाँ छ र बसरी खाँदैछौँ। आज चाहिँ एकछिन मजा गरिदिएको, लाइफलाई इन्जोय। र हाम्रो चाहिँ डिनरमा अहिले चिकन बिरयानी आएको छ। मलाई चाहिँ लेग पिस खान्छु भनेर दिइराखेको छु। खान सक्दिनँ म। हामीले एक एकवटा टी सर्ट किन्यौँ, नानीलाई टी सर्ट होइन यो उइस हो जर्सी। नानीले पनि हाफ प्यान्ट टी सर्ट किनेर चाहिँ आजको रमाइलो साँझलाई यहीँसम्म अन्त गऱ्यौँ। यस्तै भ्लग हेर्नु चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। र आजको हाम्रो राइडिङ प्लस यसो घुम्नु साथै रमाइलोको कुराहरू हाम्रो बाबा छोरीको सकिसकेको छ। हामीहरू आइसकेका छौँ र यस्तै भ्लगहरू हेर्नु चाहनुहुन्छ भने मलाई माया गरिदिनुहोस्। अनि अर्को भ्लगमा फेरि भेट्नेछौँ र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिदिनुहोस्। त्यो साइडमा कालो बटनमा लेखेको छ सब्सक्राइब, त्यसलाई थिचेर सब्सक्राइब गरिदिनुहोस्। तपाईँको लागि बाई बाई एन्ड टेक केयर।